होइन भाउजू भात चाहिँ चाहिँ आछ के भाइ हाँस्छ भोलि आउँदैछ अब खाना पर्छ नमस्ते हेलो गाइस नमस्ते हामीहरु चौजा खानालाई आछु मेरो भाइ चाहिँ त्यहाँ मम्मी भात चाहिँ होइन भाउजू भात चाहिँ अब खान्छु हेलो भन्नु न राम्रोसँग बस्नु न राम्रोसँग बस्नुहोस् ओके ओके नखाऊ नखाऊ मिठो छ औषधि बेला आउने मम्मी हजुर पानी भात छ लाउनुहोस् दिदीको हेरेर चाहिँ पानी सिकिहाल्छ पानी खाओ के जसै होइन के नमस्ते आज हामीहरु स्कुल गएर कति मजा आइहाल्यो अनि फुटबल नि खेल्न मजा आइहाल्यो म र अनि म्यामको बहिनी अनि उतो दादाको उतो 1 क्लासको के 1 क्लासको दादा फुटबल खेल्नु भयो आज अनि आज मै जितिहाल्यो हो र 1-0-0 हो गुड ज्ञानी भएर खेल्नुपर्छ मिठो छ अलि मिठो छ भोलि आउँदैछ अनि अब दुई स्कुल छ हैन तीन स्कुल छ अनि बिदा अनि गाउँ जाने अनि कुकुरको याद आइहाल्छ अनि माइजूको नि कुकुर र माइजूको मात्रै याद आयो बुवा र आमाको आएन छ अनि बिसे गरिरहेछ हो र यो भाइ चाहिँ हाँस्छ के भाइ हाँस्छ ल खाऊ बाबा खाऊ अब हाम्रो याद आउँदैन रहेछ कुकुरको याद आउँदैन रहेछ कुकुर नै प्यारो रहेछ आज बाबालाई प्र्याङ्क गर्नुभयो है मलाई थाहा छ नि प्र्याङ्क त्यही भएर रोको होइन नाटक भनिदिनुहोस् बाबालाई प्र्याङ्क बाबालाई नि भनिदिनुहोस् न प्र्याङ्क अनि बाबा दुन्छ अनि मरुयो भने त बाबाले हुन्छ अनि मम्मीको नि आँसु चल्छ छोरी रुयो भने बाबा रुनुहुन्छ है छोरी रुयो भने है भनेपछि सानोलाई बाबाले प्र्याङ्क गर्यो मलाई थाहा छ नि राम्रोसँग बस्छ बाबा बाबाले प्र्याङ्क गर्यो भने झुक्काको हो नि प्र्याङ्क गरे झुक्कालाई नै प्र्याङ्क भनिदिन्छु र है मम्मी हजुर यो त हिन्दी भयो अनि झुक्काको त हैन नेपाली हो नि हो मम्मी जो चर्चा गर्यो भने ह्याप्पी दिँदैन म्यामले अनि जो मलाई ह्याप्पी दियो भने ह्याप्पी दिन्छ अनि को चर्चा गर्यो भने गिफ्ट दिँदैन अनि चर्चा गर्यो भने गिफ्ट दिन्छ छोरी गुड गर्लहरु बस्नु भएको भएन भयो सबैजनाहरू चाहिँ हराएको ल हल्ला गरेको हल्ला गर्नुहुन्न है ठ्याप्प गर्दैछ यता गुड गर्ल हुँदैछ यो चुक्ने चाहिँ त्यही छ मिठो उताको चाउमिन कति मिठो लाग्यो हाम्रो उहाँतिर अझ एक ठाउँमा खान पायो त बल्किन्छ फेरि उहाँ अर्कै फरक हुन्छ अब हाम्रो पनि यही छ म चाहिँ खाएको छैन खानै बाँकी छ राखिरहेको भाइ चाहिँ ऊ त्यहाँ ओ खाएर बसिरहेको छ नि
हेरिरहेछ केटो सुतेर होइन त अलिक गोलिएको छैन हो कि राम्रो बाबुले यसो माथि आछ कि मोबाइल अलि राम्रो छैन होला चाहिँ यता हेरे हेरे के भयो किन हैन किन हाँसेको भाइ भोलि आउँदैछ खाँदै पनि छ नाच्दै पनि पर्छ अब पिरो भने पिरो नि ल अब यहाँ मलाई पनि छ अब खानु पर्छ अब ए जे बोले नि बोल काट्न मिलिहाल्छ हेलो गाइज अब अर्को भिडियो बनाउँछु मलाई लाइक र सब्स्क्राइब गर्नु ल नमस्ते बाइ बाइ टाटा